पनि गर्दैन त बुढाबुढी र कहिले पनि हामी त केही गफहरू पनि गर्दैनौँ न ओजेन बजेपछि पोजेन नपोजे म त उता अब फर्केर मैले यस्तो सुत्छु भने नि भन्छ हो अब त्यो सपनाहरू चाहिँ फेरि म चाहिँ भन्नु मन लागिहाल्छ हो सपना पनि कहिले कहिले भन्दैन भन्दिन म चाहिँ उठेर कोही बेला तामाङहरू यस्तो हुँदो रहेछ कि है ए साँच्चै त राति उठेर कोही बेला म सपनाको कुराहरू गर्छु कुरा गर्नु हुँदैन सपनाको त्यसो हुन्छ त्यसो भाइले त्यसो हुन्छ त्यसो उयो कुरा गर्नु हुँदैन क्या त त्यसो भन्छ हो कहिले कहिले अहिलेसम्म यत्रो वर्ष भयो तर अब मैले लु भाउजू त्यो सामानहरू के मैले किनेँ नि यो सामानहरू किनेँ नि यहाँ आएर मैले किनेको होइन यो ब्ल्याङ्केटहरूदेखि लिएर अझै मलाई के भन्थ्यो यसो भन्थ्यो के भयो हुँदैन किन्नु हुँदैन परदेशको जग्गामा भन्थ्यो होइन अन्त त्यहाँदेखि परदेशको जग्गामा भन्थ्यो अन्त अस्ति अब यहाँनिर त्यो पर डुप छिर्ने आएकोमा काम गऱ्यो नि त्यति बेला 7 जना थियो नि यहाँनिर 7 जना थियो अन्त 7 जना हुँदा चाहिँ यहाँनिर 7 जना हुँदा अब मैले यहाँनिर ओछ्यानलाई सुताइदिएँ होइन अनि त्यति अब मान्छे आउँदा कस्तो हुँदैछ है लुगा फाटाको होइन त्यहाँनिर अब आर्काकोमा माग्नु परेन त्यहाँदेखि चाहिँ अलिक किन्नुपर्ने रहेछ है भन्छ आजकल नभए त त्यस्तो कहिले सल्लाह भनेको कहिले गर्दैन हो परेर किन्नु के काम किनिबस्नु भन्छ त्यस्तो त भन्छ किनेरले भने पनि गराउँछ तल पैसा बेसी भए सबै किन्दै मात्रै राख भन्दै भन्छ किनिराख्यो भने चाहिँ काम लाग्छ नि त हौ भन्छु म पनि त नि त्यस्तै छ बानी हुँदैन हो हामी पनि कहिले कहिले टाउकोमा सिरानी राख्यो नि घुम्नु थालिहाल्छ हो सेम चाहिँ दुईजना त्यस्तै अन्त त्यहाँदेखि कि फोन हेऱ्यो नि दुईजनाले फोन हेर्छ त्यो अब बात मार्नुको त कुरै छैन दुःख सुखको गफ गर्नु त हाम्रो त्यही हो नि अन्त यसो लडेपछि त सक्यो कोही बेला म फोन हेर्छु उसको फोन कोही बेला म हेर्छु ऊ सुतिजान्छ उसले हेर्छ म सुतिहाल्छु फेरि आधा चाहिँ उसले हेरेन आधा चाहिँ हेरेन उसले फोन मैले मात्रै हेरेर त्यसै सुतेको 9 बजेको थियो होला 9:30 जस्तो भएको थियो आज सुतेर म बिम्सिँदा पनि फोन हेरिरहेको थियो कराइदिएर फेरि सुतेँ त्यहाँ 3 बजी बाहिर गएर फेरि फोन हेर्दै रहेछ कराउँदा पनि भएन मेरो पाला फोन हेर्दै थियो म त निदा हाल्छु फेरि बिहान पो सुत्दै थियो कुक्कै परेर फेरि उजेलो भयो बिहान 3 बजी बिमिँदो रहेछ नि के कहिले 12 बजी बिम्जे पनि निन्द्रा राख्दा फोन पो हेर्न थाल्छ त जति बेला बिम्ज त्यसै राति हेर्नु म त राति बिम्जिन्छ हेर्दिनँ त कहिले आज त हेर्नै नजकने फोन होइन म त निन्द्रा लागेन भने त्यतिकै सुत्यो राति के म त बरु हेर्छु सुतेपछि चाहिँ म उठेर कहिले हेर्दिनँ